सबैजनालाई मेरो ब्लगमा वेलकम। साँच्चै तिमीलाई दिइसकेछ है? हामी चाहिँ न्युयोर्कको सेकेन्ड स्टोरमा चाहिँ घुमिरहेको छौँ। अनि यता होइन, यताबाट जानुपर्ने रहेछ। यताबाट फेस हान्यो। आज चाहिँ न्युयोर्कको सबैभन्दा ठुलो दोस्रो स्टोम हो, स्नो स्टोम। अनि त्यस पछाडि काममा पनि गइएन आज, गभर्मेन्टले चाहिँ अलर्ट गरेको थियो नि त, त्यही भएर जान चाहिँ सक्ने आउन चाहिँ नसक्ने अवस्था थियो। त्यही भएर रिस्क नलिउँ भनेर गइएन। अनि आज चाहिँ यसो बेलुका कस्तो हुँदो रहेछ भनेर निस्किन त भनेको। यहाँ चाहिँ गभर्मेन्टले बिहानदेखि नै अलर्ट गरेको थियो। कति बजी भन्दाखेरि बिहान 6 बजेदेखि पर्न सुरु गर्छ। अनि यस्तो पानीसँग अब यहाँ चाहिँ रात परिसकेको छ, तर स्नोको कारणले गर्दाखेरि चाहिँ यस्तो उज्यालो देखिएको छ है। स्नो स्टोममा चाहिँ यस्तो भएको छ। 5 बजेदेखि सुरु भएको, यस्तो भइसकेको छ। यति धेरै है, यति धेरै स्नो परिसकेको छ। हाम्रो घर नजिकैमा चाहिँ पार्क छ। अब त्यतातिर यसो कस्तो हुँदो रहेछ भनेर जाउँ न त भनेर आएको। आज चाहिँ न्युयोर्क सिटीले पहिलेको भन्दा बढी नै प्रिपरेसन गरेको छ भन्ने कुरा आएको छ होइन। तर यो चाहिँ अब लोकल कम्युनिटी भएको कारणले गर्दाखेरि नुनहरू खै यसपालि पानी पनि मिक्स भएर आएको भएर त्यस्तो साह्रो भएको छैन होइन। नुनहरू पनि हाल्न पाइएन। हामीले चाहिँ घरमा दिदीहरू नभएको कारणले हाल्यौँ, वरिपरि छर्किदियौँ। तर नुनले चाहिँ धेरै नै हेल्प गर्दो रहेछ के अरे। हाम्रोमा चाहिँ यस्तो जमेको छैन। अघि हामीले 1 घन्टा लगाएर सबैतिर नुन छर्क्यौँ नि त, अनि यसरी बसेको छैन क्या। अहिलेको धेरैजना मान्छेले चाहिँ कस्तो गर्यो भने पानी पनि मिक्स भएर आएको थियो नि त बिहानदेखि, त्यही भएर नुन छर्किएन। नत्र भने यहाँ चाहिँ गभर्मेन्टले नै नुन छर्किने गर्छ क्या। अनि यो साइड वालहरूमा चाहिँ मान्छेले आफैले नुन छर्किन्छन्। रोडको मेन हाइवेमा चाहिँ उनीहरूले क्लियर गर्दै जान्छ है। यस्तो भएको छ, बाक्लै परेको छ। अनि खतरा स्नो परेको छ। हामी चाहिँ हिँडौँ न त कस्तो भयो भनेर होइन। आज चाहिँ बिहानदेखि नै कस्तो थियो भने नि अलर्ट गरेको त 6 बजेदेखि नै पर्छ भनेको थियो होइन। अनि 7 बजेबाट सुरु हुने काम अब 6 बजेदेखि परेर बेलुका ओभर नाइट पनि पर्ने। अनि दिउँसभरि भनिसकेपछि त यहाँ त फेरि पार्किङ पनि पाउँदैन। कसरी जाने, जान त ठिकै छ, आउन कसरी आउने भनेर चाहिँ म चाहिँ काममा गइनँ है। अनि स्नोले प्र्याङ्क हाने जस्तै भयो क्या आज चाहिँ। 6 बजेदेखि पर्छ भनेको स्नो आएर 7, 8, 9, 10, 11, 12, 1, 2, 3, 4, 5 बजेसम्म पानी पऱ्यो है। अनि मलाई त म किन काममा गइनँ भन्ने जस्तो फिल भयो है। अनि भरे 5 बजेदेखि पर्न थालेको, यस्तो धेरै भइसक्यो कि अब यो गाडीहरू कुद्नलाई नै गाह्रो भइसकेको छ। अहिले आएर चाहिँ मलाई रिग्रेट फिल भएको छैन, नत्र भने चाहिँ एकदम गिल्ट भइरहेको छ क्या। सबै साथीहरू काममा गए, म चाहिँ किन गइनँ भनेर एकदम गिल्ट भएको थियो। अनि फर्स्ट स्नो स्टोमको र सेकेन्ड स्टोमको डिफ्रेन्स चाहिँ के छ भन्दाखेरि पहिलेकोमा चाहिँ बिस्तारै परेको थियो, हावा थिएन। यसपालिकोमा चाहिँ हावा पनि 60देखि 65 MPHमा चाहिँ कुद्छ भनेर भनेको छ क्या। अनि अहिले एकदमै जाडो पनि छ है, यस्तो भइरहेछ। अनि त्यही भएर रिस्क नलिउँ। अब उबर पनि चढेर त आउनु सकिन्छ, कसरी गर्ने त भनेर अनि छोड्दै मैले आज हार मानेको थिएँ। धन्न ठिकै भयो, अहिले हिउँ परेर एटलिस्ट मैले ठिक गरेछु भनेर लागिरहेको छ। यस्तो कडा परिरहेछ कि अँधेरो भएर अघि चाहिँ नदेखेको हो, अहिले चाहिँ यस्तो मजाले क्लियर देखेछ कि रुखहरू यस्तो भइसकिसक्यो। अनि उहाँ चाहिँ यसरी पुरा रमाउनु हुँदैछ। अनि अघि दिउँसोभरि पानी परेर बल्ल स्नो परेको भएर बाटो पनि एकदमै चिसो भएको छ है। अनि ठिकै छ, अब
फेरि अर्कोचोटि यो त भनेको 10 वर्ष पछाडिको सेकेन्ड स्नो हो नि त। 10 वर्ष पछाडि अस्ति पऱ्यो के अरे जनवरीमा, अनि आज फेब्रुअरीमा परेको। त्यही भएर किन चान्स मिस गर्ने त, घरमा बसेर बरु एकछिनमा आएर चियासा खाम्ला भनेर हामी चाहिँ निस्क्यौँ कि। यस्तो भइरहेछ अहिले हेर्नु, यस्तो धेरै परिरहेछ। अनि गाडीहरू पुरै यसरी भरिन्छ। अनि अस्तिको फर्स्ट स्नो स्टर्मकै कारणले गर्दाखेरि स्नो चाहिँ मजाले पग्लिसकेको थिएन, अनि अहिले फेरि सेकेन्ड स्नो स्टर्मले यस्तो भइसकिसक्यो कि। अब रमाइलो चाहिँ रमाइलो छ, यस्तो राम्रो देखेको छ है। म फोटो पनि खिच्नु पऱ्यो यहाँनिर, मेरो फोटो खिचिदिनु है, म उता जान्छु। यहाँ एकदमै राम्रो बिरुवामा कस्तो राम्रो आएको छ कि, उज्यालो पनि छ। यहाँबाट म आउँछु कि, मेरो फोटो खिचिदिनु है। ल होइन, यो रुखमा खिच्ने भनेर नि त। मेरो ल हेर्नु त कस्तो राम्रो भएको छ। ल यहाँ फोटो खिचिदिनु त। मेरो खै देखेन भयो। सानो मान्छेलाई सानो त देखिन्छ नि होइन, यस्तो भइसकेको छ। ल हेर्नु, अब नेपालमा चाहिँ हिउँ हेर्न जानु पर्यो, नेपालमा चाहिँ हिउँ हेर्न जानु पर्यो भनेर पैसा तिरेर गरेर खर्च गरेर गइन्छ है। अब यहाँ चाहिँ हिउँ परेर अस्तव्यस्त भएर अस्तव्यस्त भएको छ हेर्नु त जिन्दगी। अब यो हिउँ सफा गर्नलाई नै यति गाह्रो पर्छ हामीलाई। फेरि यहाँको रुल्स चाहिँ कस्तो हुन्छ भने यो साइड वालमा चाहिँ आफैले सफा गर्नुपर्ने हुन्छ। उता माथि घुमेर आउने क्या, यता हिँड्नु न मसँग। ल यस्तो भइसक्यो हेर्नु त। यस्तो भइसक्यो मेरो। अब यो गाह्रो छ हो। नेपालमा बस्नेले कहिले घर बनाउने, फर्स्टचोटि फोन गर्दैखेरि साथीभाइले आफन्तले सोध्ने भनेको बाबाले कहिले घर बनाउने, कहिले आउने, त्यसै त हुँदैन है, जोगाउनुपर्छ भन्दै आफै। डलर त यस्तो छ है, सेतो डलर यत्तिकै गाह्रो, फेरि पछाडि त्यत्तिकै गाह्रो हेर्नु त। यस्तो छ है, के गर्ने, भनेर बुझ्न सकिँदैन, बुझाउन पनि सकिँदैन, बुझ्न पनि ट्राई गर्नुहुन्न। ए अस्तिको यो हिउँको थुप्रा चाहिँ अस्तिको यत्रो थियो, अब त्यही माथि थप्यो। यस्तो भइसकेको छ। ल एउटा गाडी हिँड्दैन, त्यही भएर मैले पनि बन्दै गरिदिएँ। ल आफू रहे पो सम्पत्ति डलर, आफू नै नरहे के डलर भनेर छोडिदिएँ मैले पनि हार मानेर। यस्तो छ त हेर्नु त। गाडीसम्म पुग्नलाई हामी हिँडेको, ए गाडी आइरहेछ, गाडी पुरै भरिसकिसक्यो। यस्तो भइसकिसक्यो। अब हामीले गाडी राखेको ठाउँ जाँदैछौँ, त्यहाँ चाहिँ छाता लिएर जानु पऱ्यो भनेर। ए क्लिनिङ सुरु भइसकिसक्यो यहाँ चाहिँ। यस्तो छप्लक छप्लक पो भइसक्यो। आफ्नो ड्युटी सुरु भइसक्यो। अब यो भोलिसम्म हुन्छ, सफा गरेर नै कामै छैन। ल होइन यस्तो भइसकिसक्यो। फेरि यहाँ चाहिँ आफ्नो अगाडि यदि कोही मान्छेले इनकेस लडेर केही भयो भने पैसा दिनुपर्ने हुन्छ बाँचिन्जेललाई, मान्छेले सु गरिदिन्छ। त्यही भएर अब ल हाम्रो गाडी चाहिँ यस्तो भइसकेको छ त हेर्नु त। अब यो कहिले सफा गर्ने हो, आज कि भोलि? भोलि त छोपिन्छ होला सायद। ठुलो पन्जा
चाहिने रहेछ त्यत्रो बुङ बुङ झर्दैछ यस्तो छ गाह्रो छ हो गाह्रो छ त्यति सजिलो पनि छैन अमेरिका मात्र नभएर यो सम्पूर्ण देशहरू के यो क्यानाडा अस्ट्रेलिया सबै युके होइन सबैमा चाहिँ आफ्नो आफ्नो छ पीडा कोरिया सबैतिर यस्तै छ खै के भयो अरे मेरो पनि यो हातमा चाहिँ लगाउनु पर्यो एउटा यो हातमा राइट साइड हामी चाहिँ पन्जा सन्जा लगाएर जानु पर्यो यस्तो छ बहिनीहरूलाई साथीहरूलाई नआऊ है साथीहरू यता आएपछि त फसिन्छ है न यता जानु न उता जानुहुन्छ फ्यामिली एकदम धेरै मिस हुन्छ भनेर भन्छु क्या म हाम्रो कमाइ पनि त्यस्तो हुँदैन भएको पनि ट्याक्स तिर्दै जान्छ भनेर अब आफूले भोगेको कुराहरू भरसक अरूले नभोग्नु परोस् भनेर भनिन्छ नि त ए उसले कमाएर पो के अरे हामीलाई भनि त भन्ने हुन्छ कि म त अझ भन्नै छोडिसकेको छु तर रियालिटी चाहिँ यस्तै हुन्छ ल गाइजहरू यस्तो छ यो चाहिँ हाम्रो नजिकै हो है हामी चाहिँ यहाँदेखि परसम्म जाऊँ न त भनेर निस्केको यस्तो भइसक्यो अनि तपाईँहरूलाई मेरो भिडियो हेर्नेहरूलाई मेरो ब्लगहरू हेर्नेहरूलाई चाहिँ आफ्नो छोराछोरी कस्तो हुन्छ होइन सन्चो सबै सन्चो छ कस्तो छ कसरी बसिरहेका छन् भनेर चाहिँ मजाले बुझेर उनीहरूलाई चाहिँ हौसलाहरू दिने अनि हामी छौँ भन्ने होइन त्यस्तो खालको व्यवहार गर्नुपर्छ अब आज हामी त स्टुडेन्टमा आएको होइन स्टुडेन्टहरूलाई झन् गाह्रो हुन्छ है अनि त्यो कुराहरू चाहिँ सिकाउनु होला टेन्सन नदिनु होला धेरै मान्छेहरू चाहिँ आउनु यतामै गाडी आउँछ यताबाट हेरौँ न बिरुवाहरू कस्तो राम्रो आएको है प्लास्टिक राखेको छ केटाले गाडी कहाँ पानी देखो त अहिले नै फुल भइसकेछ ल जाउँ यताबाट जाउँ न कस्तो राम्रो आयो गाडी खासै आएको छैन त्यही भएर योबाट तर साँच्चै भनेको भोलिसम्म त यो त पुरै भरिने रहेछ धन्न मैले 3 दिन चाहिँ छुट्टी पाएको छु है साथीहरू हजुर ए यस्तो चाहिँ किन्यो भने सजिलो हुन्थ्यो होला गाडी राख्न नेक्स्ट इयर चाहिँ म तपाईँलाई यस्तो किन्न लगाउँछु है वा रुखहरू चाहिँ साह्रै सही आएको छ कि ल सबै भरिसक्यो भइरहेछ अहिले पनि उहाँ चाहिँ तिमीले ठिक गर्यौ आज नगएर कसरी लिन आउने भनेर भनेको कस्तो हुन्छ अरे मेरो चाहिँ अलिकति यस्तो सेफ्टीवाला छ अनि उहाँलाई चाहिँ छाता चाहियो अरे त्यही भएर हामी गाडीमा भएको छाता लिन जाँदैछौँ अलिकति अँधेरो आयो है माइन्ड नगर्नु होला अब राति पनि भयो नि त यहाँ तर 1 घन्टा 2 घन्टामा कस्तो भएको है आज अहिले त 1.5 घन्टामा यस्तो धेरै परिसकिसक्यो त हेर्नु त अब भन्दा त हामी सल्ट हालेको 1 घन्टामै भरियो भनेपछि यो अनुसारले भोलि 12 बजे भोलि बेलुकासम्म पर्छ भने होइन 6 PM सम्म पर्छ भने पछाडि त एकदमै हुन्छ कि माइ गड हेर्नु त
कस्तो चिसो भइरहेछ त्यो त पिछा सबै चाइनिज पसलहरू त प्रायः खोलिरहेको हुन्छ होइन फेरि यस्तो हो नि त कन्टिन्यू पर्छ नि त त्यही भएर यो त अलिकति पढ्दै थोरै पढ्दै फेरि आउँदै कन्टिन्यू भयो भने त टाइम लाग्यो नि त अब हेर 2 घन्टामा यस्तो भयो नि 1-2 घन्टामा कन्टिन्यू भोलिसम्म हो नि त 5-3-4 बजीसम्म अरे त छड्के परे उता त राइटमा हेर्नुपर्छ अब छड्के हावा चल्यो झन् बाक्लो पर्यो है यस्तो बाक्लो परेछ हाम्रो घर नजिकैको पार्क राजेन्द्र यो मेरो उयो गरिदिनु न म खेल्छु नि स्कोर पनि खेलेको थिएँ चिप्लो हुन्छ त्यहाँ बिस्तारै चिप्लिन्छ ल अहिले चाहिँ हेभी नै स्नो पऱ्यो गाइजहरू तपाईँले देख्न सक्नुहुन्छ होइन अहिले चाहिँ अलिक ठुलो खालको आएको छ चाहिँ यस्तो छ पुरै अब पार्क त पुरै फुल लन स्नो भएर अब विन्टर वन्डरल्यान्ड जस्तै भएको छ है अहिले चाहिँ ठुलो गार्बेज ट्रक आएको छ है उयो ठुलो ट्रक ए त्यो स्नो ट्रक पो आएको रहेछ त त्यही भएर मैले आज लेफ्ट साइडमा गाडी राखेको छु क्या यस्तो छ बच्चाहरूको खेल्ने प्लेग्राउन्ड चाहिँ अब यस्तो भयो ल पुरै अब बास्केटबल कोर्ट हेरौँ है त बास्केटबल कोर्ट त देखेँ त हेर्ने है अब देख्दैन अलिकति गाह्रै छ भिजिबिलिटी छैन ल यस्तो भइसक्यो बास्केटबल कोर्ट ल भोलि चाहिँ अलिकति भिजिबिलिटी राम्रो होला दिउँसो भएर राति भएर चाहिँ केही नदेखिने छ कहाँ बनाएको छ स्नोम्यान खै ए मान्छे रहेछ त त्यहाँ ए मान्छे त देखायो ल पखाइ छैन